यदि माओवादी जनयुद्ध नभएको भए र माओवादी र सात राजनीतिक दलको बीचमा समझदारी नभएको भए नेपाल आज यो अवस्थामा आउने थिएन र त्यो परिवर्तनको प्रमुख वाहक माओवादी हो। तर एउटा दुर्भाग्य भनौँ, माओवादीले 64 मा जो मत प्राप्त गरेको थियो जनमत, त्यसलाई माओवादी पार्टीले बचाउन रक्षा गरेर अगाडि लान सकेन। पार्टी विभाजित भयो, जनतामा त्यसले एक खालको मनोविज्ञान र मनोभावना बन्यो। तर फेरि पनि दुईपटक संविधान सभाको निर्वाचन गरेर भए पनि हामीले संविधान सभाबाट जनतालाई भनेअनुसारको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणा गर्न चाहिँ सफल भयौँ। मेरो प्रश्न अथवा मेरो भनाइ के छ भने, अहिले नेपालमा तपाईहरुले जे देख्नुहुन्छ, सरकारको नेतृत्वमा कांग्रेस र एमाले पार्टीको गठबन्धन छ। एमालेको नेतृत्वमा सरकार छ। हामी हेर्दा संख्यात्मक ढङ्गले हामी प्रमुख प्रतिपक्ष र प्रतिपक्षमा छौँ। कानुनी दृष्टिले, संविधानको व्यवस्थाको दृष्टिकोणले हामी प्रतिपक्ष नै हो। कांग्रेस एमाले सत्ता पक्ष हो। तर यदि तपाईं पत्रकार साथीहरूले गहिरो गरी विचार गर्नुभयो भने, मुद्दाको दृष्टिकोणले, परिवर्तनका सबै नेतृत्वको दृष्टिकोणले हेर्नुभयो भने माओवादी केन्द्र सत्ता पक्ष हो, कांग्रेस र एमाले प्रतिपक्ष हो। तपाईहरुले यो कुरालाई विचार गर्नुभयो गहिरो गरी भने, माओवादी केन्द्रले विशुद्ध प्रतिपक्ष भनेर संसदीय परम्परा अनुसारको प्रतिपक्षको मात्रै भूमिका खेल्दा यो संविधानै नबच्ने खतरा छ। तपाईहरुले यो कुरा विचार गर्नुभएको छ। हो हल्ला चलेपछि त तपाईहरु पनि हो माओवादी यस्तो भनेर भन्न तपाईहरुलाई सजिलो लाग्छ। तर यथार्थ के हो भने, जति बेला नेकपाको 2/3 बहुमतको आफ्नै सरकार थियो, म त्यो पार्टीको अध्यक्ष पनि थिएँ, 2टा अध्यक्ष मध्ये। तर एउटा अध्यक्ष र प्रधानमन्त्रीले सदन विघटन गरेर संविधानमाथि नै घात गर्न खोज्दा हामी सत्तामा छौँ भन्न र सुख पाइएन। हामी तपाईहरुले यो कुरालाई यो रूपमा हेर्नु भएको छ। मैले सडकमा जान पर्यो आफ्नै सरकारका विरुद्ध, विद्रोहीका रूपमा, विपक्षीका रूपमा, प्रतिपक्षका रूपमा आन्दोलनमा जान पर्यो।